आमा छोराको रेसिङ च्यालेन्ज भयो है साथी हो। तपाईँले हेर्दै गर्नुहोस् ल कसले जित्दो रहेछ, आमाले या छोराले है। माया दिँदै होस् है, कमेन्ट दिँदै गर्नुहोस्, भन्दै गर्नुहोस् के कस्तो लाग्छ तपाईँहरूलाई। ल सो साथी हो, ठ्याकुलो नमस्ते सबैजनालाई। फेरि न्यू डे न्यू ब्लग आइसकेको छ मेरो है। अब अहिले चाहिँ फिलहालमा आमा छोराको चाहिँ च्यालेन्ज भइरहेछ को जित्ने रनिङ रेसमा, किनभने ऊ ज्यादाको ज्यादा खालि एकछिन आउँछ फोन खेल्छ होइन। त्यसै कारणले चाहिँ अब एकछिन कसले जित्ने रहेछ तपाईँ हेर्दै गर्नुहोस् ल। सुरु गर्दै हैं। ल अब चाहिँ हामी रिन्छु पर हेर्दा ऊ पर हेर्दैछ स्नो पार्किङ लिएको छ हेर्दा ऊ बोट हो वाइट लिएको होइन। त्यहीसँग त्यहाँ पुगेर यहाँ आउनुपर्छ ल, अनि मात्रै को जित्छ अनि मात्रै याद पाउँछ ल। ल हाम्रो ट्याक्स त त्यो है पुरा गर्ने। अब को जित्दो रहेछ त्यही हेर्नुपर्छ ल। यार कैसे कैसे लोग रहते हैं यार यहाँ पर। चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम। बहुत दर्द हो रहा है भाई। के दिनु लु के दिनु भन्नु पर्यो। कति रुपियाँ कति अरे शरम लाग्दैन। एकछिन मसँग रेसिङ गरेको पनि 100 रुपियाँ पैसा मागेको आमालाई पनि। 1 किलोमिटरको खुट्टा दुखिसक्यो। उही पुरो दिनको यहाँ आएको चाहिँ 1 किलोमिटर भयो अहिले। त्यो साथी हो आमा छोराको रेसिङ पनि सके है, रेसिङ च्यालेन्ज पनि सके है। त्यसमा नानीले जिते, नानी एकदम खुसी भएर ल मैले भनेको दिनु भनेर उसले बेसी मागेर 30 रुपिस मागे है। त्यो पैसा मागेर चाहिँ साथीहरूसँग इन्जोय गर्नु गइहाल्यो। यसो खेल्छ त्यो राम्रो नि त। एकछिन बाहिर खेल खाऊ, बाहिर खेलेको राम्रो होइन, खालि फोन मात्रै खेलेको राम्रो होइन त है। स्कुलबाट आयो या ट्युसनबाट आयो, डान्स क्लासबाट जहाँ परबाट आयो भने खालि फोनै मात्रै खेल्नु है। अहिले यिनीहरू लुका छुपी खेल्दैछ साथीहरू मिलेर, यो राम्रो हो नि त होइन। फोन मात्रै खेलिबस्नु त राम्रो होइन है। अन्त मेरो आजको यो सानो गरी भ्लग तपाईँहरूलाई कस्तो लाग्यो, मन परायो यस्तो माया कमेन्ट दिनु नबिर्सिनु होला। फेरि भेटौँला अर्को भ्लगमा। बाई बाई।